यति बेला देश सङ्घीय निर्वाचनमा हुमिएको छ। यो हुमिरहेको बेलामा देशभरिबाट सबै उम्मेदवारहरूले आफ्नो जिल्लामा उम्मेदवारहरू दिनुभएको छ र यो चुनावी प्रक्रिया फागुन 21 गतेलाई तोकेको छ। यो सन्दर्भमा दैलेख जिल्लामा पनि विभिन्न पार्टीहरूले आफ्नो उम्मेदवारहरू खडा गरेको छन्। त्यसै सन्दर्भमा नेपाली कम्युनिस्ट पार्टीले पनि दैलेख जिल्लाको विकास प्रेमी नेता र दैलेख जिल्लाको सन्दर्भमा सदनदेखि लिएर सडकसम्म आन्दोलन विकासको लागि आन्दोलन गरिरहेको नेताको रूपमा अमरबहादुर थापालाई आगामी चुनावको लागि क्यान्डिडेट उम्मेदवारको रूपमा खडा गरेको छ। यही सन्दर्भमा हामी पनि दैलेख जिल्लामा अमर थापालाई किन भोट दिने भन्दा उहाँ चाहिँ दैलेख जिल्लाको एकदम विकास प्रेमी नेता हुनुहुन्छ। उहाँले चाहिँ विकासको सन्दर्भमा दैलेख जिल्लामा कायापलटै गर्नुभएको छ भन्ने त्यस कारणले यसरी चाहिँ नेपाली कम्युनिस्ट पार्टीको तारा चिन्हमा भोट हालेर अत्याधिक बहुमतद्वारा यसपालि नयाँ पुस्ताबाट केही उम्मेदवारहरू आउनुभएको छ। आउँदा पनि उहाँसँग लामो संसदीय अभ्यास रहेको उहाँले दैलेख जिल्लामा गरेको विकासको सन्दर्भमा उहाँले जति कसरी गर्नुभएको छैन। उहाँले चाहिँ विकास प्रेमी नेता र जनताको साँच्चीकै नेता भएको कारणले गर्दा नै उहाँलाई चाहिँ जनताको नजिकको नेता भएको कारणले गर्दा नै उहाँलाई चाहिँ भोट हाल्ने होइन। त्यसो होइन, युवा पुस्ता उनीहरूलाई त युवा भएर होइन कि चाहिँ मान्छे अलिक चाहिँ उमेर लिएको भए पनि चाहिँ उहाँसँग युवाहरूको भन्दा बढी चाहिँ दैलेख जिल्लामा उहाँसँग चाहिँ बढी सोच विचार जाँगर भएको कारणले गर्दा यसरी चाहिँ उहाँलाई